अब पढ्नको लागि युनिभर्सिटी नै जानु पर्दैन। यदि युनिभर्सिटी नै जानु पर्दैन भने हामीले कहाँबाट सिक्ने त, कहाँबाट नलेज गेन गर्ने, कहाँ गएर पढ्ने। म तपाईहरुलाई यो भिडियोमा देखाउँछु एउटा वेबसाइट, जुन वेबसाइटमा 45,000 प्लस कोर्सेसहरू छ, जसमध्येमा धेरै कोर्सेसहरू चाहिँ फ्रीमै एभाइलेबल छ र टप युनिभर्सिटीहरूबाट पनि त्यो कोर्सहरू एभाइलेबल छ र अरू केही कोर्सहरू विभिन्न इन्स्टिट्युटबाट एभाइलेबल छ। अब तपाईहरुले यो digitaldefined.com भन्ने यो जुन वेबसाइट छ, यो वेबसाइटमा गएर लगइन गरेर त्यसपछि गएर त्यहाँबाट चाहिँ हामीले विभिन्न किसिमका कोर्सहरू, जुन कोर्स कम्प्लिट गरिसकेपछि सर्टिफिकेट पनि आउँछ र केही पेड पनि छन्, तर मोस्ट अफ देम आर फ्री। अब हामीसँग यदि फ्री टाइम छ र हामीले अलिकति कमिटमेन्ट गर्न सक्छौँ भने यो कोर्सहरू गरेर सर्टिफिकेसन लिने, त्यसपछि गएर आफ्नो स्किललाई अपग्रेड गर्ने हो। तपाईहरु आजै गएर यो वेबसाइट चेक गर्नु र आफूलाई मन परेको कोर्सेसहरू के छ तपाईहरुले गर्न मन लागेको त्यो गर्न सक्नुहुन्छ। यस्तै अरू भिडियोको लागि मलाई फलो गर्नु होला। थ्यांक यू।